आउनुहोस् हामी यतिखेर वचनको भागमा जानुभन्दा अगाडि वचनको लागि प्रार्थना गर्नेछौँ। हामी सबैलाई शिर झुकाउनेछौँ। धन्यवाद। पुस्तक 2 अध्यायको 8 पददेखि हामी अगाडि हेर्नेछौँ। यहाँ चाहिँ यसो भनेको छ, आज हामी के गर्दैछौँ त, येशू ख्रीष्ट जन्मेको उपलक्ष्यमा चाहिँ बडो आनन्द साथ चाहिँ के गर्दैछौँ, उहाँको क्यारेलमा आएका छौँ। हालेलुया। अगाडि तपाईँले ब्यानरमा पनि देख्न सक्नुहुन्छ। अनि यहाँ हामीले पद राखेका छौँ 2:11 मा, आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। हालेलुया। हजारौं संसारमा सबै मानिसहरूको निम्ति दाउदको सहरमा एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। हालेलुया। अनि हामी बाइबलद्वारा पनि हेर्नेछौँ। लुकाको पुस्तक 2 अध्यायको 8 पददेखि अगाडि हेर्नेछौँ। यहाँ यसो भनेको छ, त्यस इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रेखदेख गरिरहेका थिए। प्रभुको एकजना दूत तिनीहरू कहाँ देखा परे र प्रभुको तेज तिनीहरूमाथि वरिपरि चम्कियो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनलाई भने, नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूको निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। हालेलुया। साँच्चै वचनले भन्दछ, आज दाउदको सहरमा एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। हालेलुया। स्वर्गदूतले स्वयं आएर चाहिँ गोठालाहरूलाई भनेका छन्, नडराऊ, हेर मैले तिमीहरूलाई चाहिँ बडो सुसमाचार चाहिँ सुनाउँदैछु। हालेलुया। आज हामी जति पनि क्यारेल लिएर आएका छौँ। आज हरेक मानव जातिको लागि ख्रीष्ट नै मुक्तिदाता भएर चाहिँ के गर्नुभएको छ, जन्म लिनु भएको छ। अनि त्यो हामीहरूको लागि मात्र होइन, सबै जातिहरूको लागि, सबै धर्महरू मान्ने मानिसहरूको लागि ख्रीष्ट नै मुक्तिदाता भएर चाहिँ उहाँ के गर्नुभयो, जन्म लिनु भएको छ। त्यसकारण वचनले भन्दछ, आज दाउदको सहरमा एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। हालेलुया। आज अगाडि हेर्नु भने पाउनुहुन्छ, तिनीहरूलाई चिन्ह चाहिँ यही हुनेछ, तिनीहरू एउटा बालक ढुरमा सुताएको तिनीहरूले भेटाउनेछन्। तब एक्कासी ती स्वर्गदूत स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति तिनीहरूले भने, अनि सर्वोच्च परमेश्वरको महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। हालेलुया। अनि जब स्वर्गदूतहरूले तिनीहरूबाट बिदा भए स्वर्गमा गए, तब गोठालाहरू आपसमा भने, आऊ हामी बेथेलसम्म जाउँ र